हेलो नमस्ते सबैजनालाई मेरो युट्युब फ्यामिलीहरूलाई। मेरो सब्सक्राइबर त अब त्यस्तो साह्रो छैन र पनि जसले पनि मेरो हेर्नुहुन्छ नि मुकबाङको भिडियोजहरू सबैजनालाई र देखिसक्नुभयो होला। आज चाहिँ मसँग अन्डा सानोबाट प्याज दिएको छु अनि चाहिँ मुसुरी दाल छ अनि यहाँ चाहिँ आलुदम छ अनि यहाँ चाहिँ गोलफिङ्गर छ ल। अनि पानी पनि छ छेउमा। अब खान्छु ल। दाललाई चाहिँ यसरी घुमाउनुपर्छ। बिस्तारै खान्छु ल। अलिक बिसन्चो भइरहेको छु नि त। खाए ल। यस्तो मात्रै खाएको के ल्याउनु भनेर चाहिँ नल्याउनु भनिरहेको थिएँ हो, नआउनु भन्दै थिएँ र पनि फेरि आएको ल। खाए ल। मेरो पिछेको ब्याकग्राउन्ड चाहिँ यस्तो छ हो, अलिक पछि बनाउँछु म। अहिले नै हतार गर्नु हुँदैन। यो आलुदममा चाहिँ मैले पुरा पिरो हालेको छु, 5वटा डल्ले हालेको छु। फिङ्गरहरू पनि कस्तो कस्तो हुन्छ हौ, एक्सनको। फेरि छिट्टै म बुढासँग नयाँ च्यालेन्ज लिएर आउँ भनेर सोच्दैछु। छिटो ल्याउने छु। मुसुरी दाल चाहिँ मलाई त्यस्तो साह्रो मन पर्दैन कि, तर मेरो बुढाले खानु थालेर चाहिँ मलाई पनि पुरा मनपर्छ। पिरोको त माउ भएछ सब्जी त। मलाई कस्तो देखिरहेको छ कि क्या हो। यहाँ चाहिँ दिन पानी पर्दै घरि घाम लाग्दै हुँदैछ हो। मैले लुगा उठाएको मात्रै 3पल्ट भइसक्यो। फेरि घाम लाग्छ, फेरि सुकायो हो। 3पल्ट सुकाउँदै आउँदै गरेर त 6 खेप पो भएछ।
आलु त पुरा पिरो भएछ साथीहरू। मिठो गरेछ साथीहरू। एक च्यालेन्ज लियौँ भनेर सोच्दैछु। कस्तो खालको च्यालेन्ज ल्याउनु हो, उसलाई प्र्याङ्क गर्छु जस्तो लाग्दैछ।